महानुभावहरू र विशिष्ट निर्देशक तालिम प्रशिक्षण विभागबाट हुनुहुन्छ उहाँ निमित्त मैले उहाँलाई आग्रह गरेँ। त्यस्तै उहाँलाई अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनिल श्रेष्ठज्यू नेपाल क्रिकेट सनिस आज विजयादशमी को साथसाथै अन्तर्राष्ट्रिय मेडल विजेता खेलाडीहरूलाई सम्पूर्ण अतिथि र अगाडि रहनुभएका सम्पूर्ण खेलाडी पत्रकार मित्रहरूलाई स्वागत स्वागत स्वागत। देशको झन्डा अन्तर्राष्ट्रिय स्तरमा फहराउनु हुने भाइ बहिनीहरूको लागि जुन सम्मान कार्यक्रम राख्नुभयो नेपाल बुधुकैदो फुलकन्टेक सङ्घलाई पनि म मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यस्ता कार्यक्रमहरूले खेलाडीहरूको हौसला, खेलाडीहरूलाई ऊर्जा, खेलाडीहरूको मनोविज्ञानलाई माथिसम्म पुर्याउने एउटा यसले मद्दत पनि गर्दछ। र मैले बोर्ड सदस्य नहुँदा पनि फुलकन्टेक करातेको लगायत बुधुकाइदो करातेको हरेक कार्यक्रमहरूमा मलाई मेरा मित्रहरू वीरकृष्णजी, सूर्यजीहरूले मलाई बोलाउनुहुन्थ्यो, म आउँथेँ र उहाँहरूको खेलप्रतिको विकास विस्तार उहाँहरूले जुन गरिराख्नु भएको छ, खेलाडीहरूलाई हौसला प्रदान गर्ने कार्यक्रमहरू, खेलकुद मार्फत विभिन्न कार्यक्रमहरू, खेलकुदलाई मध्यनजर गर्दै थुप्रै कार्यक्रमहरू उहाँहरूले बेला बेलामा सञ्चालन गर्नुहुन्छ। यसले एउटा खेल जगतलाई हौसला पनि प्रदान गर्दछ। सबैकै क्रममा म भर्खरै नवनिर्वाचित नेपाल फुलकन्टेक महासङ्घका अध्यक्ष गुरु श्री सूर्यबहादुर बुढाथोकीज्यूलाई आफ्नो शुभकामना मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नाराले आज यस बोधोकाई कराते रे चियापान यस मिनी कभर हलमा राख्नुभएको छ। यही नाराले आज हामी पनि राष्ट्रको लागि, स्वास्थ्यको लागि पनि आज हामीले मोरिमेटेर हिँडेका छौँ। अस्ति भर्खरै राष्ट्रको लागि त अजरबैजानमा बाकुमा हाम्रा साना साना भाइ बहिनीहरूले पनि राष्ट्रको गौरव राखेका छन्। त्यस्तै हाम्रो श्रीलङ्कामा पनि हाम्रो एसियन च्याम्पियनसिपमा हाम्रो सनी भाइले प्रथम गोल्ड मेडल ल्याएर हाम्रो राष्ट्रको गौरव राखेको छ। त्यो मात्रै नभएर विभिन्न राष्ट्रको विभिन्न कुना कुनामा पनि हाम्रो खेलाडीहरू उत्पादन भएर स्वास्थ्यको लागि मात्रै नभएर राष्ट्रको लागि पनि दौडिरहेका छन्। त्यसै कारणले सबै राष्ट्रिय अन्तर्राष्ट्रियमा पदक ल्याउनु भएको साना साना भाइहरूलाई म सूर्य बुढाथोकीको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछु। अस्ति भर्खरै एक हप्ता भयो म अध्यक्ष भएको छु। अध्यक्ष भएको लगत्तै मैले एउटा फेसबुकबाट एउटा सन्देश दिएको छु। सबै कुना कुना देशको कुना कुनामा जुन अवस्थामा भए तापनि अब हामीले
त्यो सङ्घ, त्यो खेलाडी, त्यो गुरु, त्यो क्लब, त्यो डोजोलाई पनि समेटेर हामी फुल कन्ट्याक्टले लिएर हिँड्ने प्रवता हामीले लिएको छौँ। हामी जसरी भने यो खेलाडीहरू त्यो खेलाडी यो खेलाडी होइन, अब हामी सबै फुल कन्ट्याक्ट खेलाडी हो भनेर हामी सबैलाई समेट्ने छौँ। त्यो मात्रै नभएर हामीले हाम्रो खेलाडीहरूलाई विद्यालयदेखि नै केन्द्रसम्म हामीले समावेश गर्नेछौँ। हामीले राष्ट्रपति रनिङमा यसै वर्षमा हामीले पहल गर्नेछौँ। हामी आज विभिन्न ठाउँमा विभिन्न गुरुहरूले भनिरहेछन् तपाईँ अब त यो नयाँ कमिटी आएको छ, नयाँ कमिटीले नै गर्छ भन्नुभएको छ। हो, हामीले 1 वर्षभित्रमा राष्ट्रपतिदेखि नेसनल गेमदेखि 10औं गेम पनि हामी नै हाम्रै प्रगति हाम्रै उसबाट टिमले गरेर देखाउँछौँ। र सबै साथीभाइहरूलाई र गुरुवर्गहरूलाई बच्चाहरूलाई हामी सँगसँगै लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय बनाउनेछौँ। सिङ्गो खेलकुद परिषदको तर्फबाट र मेरो तर्फबाट शुभकामना दिन चाहन्छु। खेलाडी साँच्चैकै देशको झन्डा बोक्छ र देशको इज्जत गर्छ, तर देशमा पाउने सम्मान चाहिँ धेरै कमी छ। म खेलाडी सङ्घको संस्थापक अध्यक्षको नाताले विगतमा हामीले धेरै सङ्घर्ष गरेको छु। खेलाडीको भत्ता बढाउनुपर्छ, खेलाको सुनिश्चित गर्नुपर्छ भनेर मैले मेरो कार्यकालमा नेपाल ओलम्पिक कमिटीमा ताला पनि लगाएँ। खेलाडीलाई सुविधा दिनुपर्छ भनेर हाम्रो संस्थापक भाइहरू यहाँ पनि हुनुहुन्छ 2-3 जना, र खेलकुद परिषदमा पनि धेरै हामीले सङ्घर्ष गरेको छ। अहिले आएर खेलकुद परिषदले केही राहत दिएको मैले महसुस गरेको छु। त्यो मानेमा हिजो गरेको कालखण्डमा हामीले गरेको कामले गर्दा अहिले मलाई चाहिँ गुरुले गरेको ठिक छ भन्ने कुरा आइरहेको छ। त्यसमा म एकदम खुसी छु। र म उपनिर्देशकको कार्यकाल सम्हालिरहँदा मैले जगत गुरु यही हुनुहुन्छ, मैले जानकारी गराएँ। हाम्रो मन्त्रीज्यूसँग बैठक पनि बस्यो। अहिले उहाँ हुनुहुन्न, दुःख लाग्दो कुरा हो। र उहाँले ओनिएम पास भएपछि खेलाडीलाई प्रशिक्षक बनाउनुपर्छ भन्ने पहिलो आवाज मैले नै राखेँ हो त्यहाँ। र यदि ओनिएम पास भएको भए यहाँमध्ये पनि कतिपय खेलाडीहरू प्रशिक्षकहरू खेलकुद परिषदमा सायद प्रशिक्षक होला भन्ने मैले महसुस गरेको छु। खैर उहाँ मन्त्री हुनुहुन्न, अब त्यो सायद थाहा थियो होला। यदि भन्दा भन्ने पनि यदि यो खोल्यो भने हाम्रो सूर्य बुढाथोकीको नेतृत्वमा तपाईँको मातहतमा रहेको कोचहरू, मेरो मातहतमा आएर तपाईँको टिमलाई मैले 4 जना प्रशिक्षक म नियुक्ति गर्ने मेरो अधिकार छ। म तपाईँलाई आश्वासन दिन चाहन्छु। खेलकुद परिषद दिएकोमा तपाईँको हातमा त्यो आउँछ, सब अवश्य पनि आउँछ भन्ने मैले महसुस गरेको छु। मेरो दायित्वमा जे छ मैले पुरा गर्नुपर्छ। र नवनिर्वाचित सूर्य भाइको नेतृत्वमा अहिले फुल कन्ट्याक्ट कराटे महासङ्घ गठन भएको छ। उहाँको टिमलाई मेरो मुरी धन्यवाद, उहाँको कार्यकालको सफलताको शुभकामना दिन चाहन्छु। 75 केजी वेट समूहको प्रतिस्पर्धामा नेपालको तर्फबाट भारतले किक बक्सिङमा स्वर्ण पदक र फुल कन्ट्याक्ट कराटेमा रजत पदक प्राप्त गरी राष्ट्रको प्रतिष्ठा बढाउनु भएकोमा यहाँको उत्तरोत्तर प्रगतिको कामनाका साथै एजेन्ट भएकोले मैले समय खेर नफालिकन यो सम्मान पत्र प्रदान गरिदिन अनुरोध गर्न चाहे। त्यसै गरी भएको थियो, उहाँलाई पनि धेरै धेरै बधाई साथ यो सम्मान पत्र प्रदान गरिदिन म अनुरोध गर्दछु। त्यसै गरी पूजा खड्काजी, उहाँले पनि 40 केजी तौल समूहमा किक बक्सिङतर्फ स्वर्ण पदक र फुल कन्ट्याक्ट गरायो। उहाँलाई पनि धेरै धेरै बधाई। फुल कन्ट्याक्ट कराटेतर्फ पनि स्वर्ण पदक
दोहोरो स्वर्ण पदक विजेता हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै बधाई छ। त्यसै गरी उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरी जानुभएका करुणा राउत क्षेत्रलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अर्का अन्तर्राष्ट्रिय खेलाडी र पदक विजेता हुनुहुन्छ सनी सिंह, फुल कन्ट्याक्ट सङ्घ त्रिपुरेश्वर काठमाडौँ। सम्मान पत्र श्री सनी सिंहजी, तपाईँले सन् 2025 जुलाई 7 प्रतिस्पर्धामा नेपालको तर्फबाट भाग लिई स्वर्ण पदक प्राप्त गरी राष्ट्रको प्रतिष्ठा बढाउनु भएकोमा यहाँको उत्तरोत्तर प्रगतिको कामनाका साथै यस सम्मान पत्रबाट त्यसै गरी म सम्मान ग्रहण गरिदिनु हुनुको लागि श्री दावा शेर्पाज्यूलाई पनि हार्दिक त्रिपुरेश्वर काठमाडौँ सम्मान पत्र। श्री दावा शेर्पाज्यू, तपाईँले सन् 2025 फ्रेम पदक प्राप्त गरी राष्ट्रको प्रतिष्ठा बढाउनु भएकोमा यहाँको उत्तरोत्तर प्रगतिको कामनाका साथै यस सम्मान पत्रबाट सम्मानित गरिएको छ। पी कृष्ण महर्जन, अध्यक्ष नेपाल बुद्धगयाको कन्ट्याक्ट सङ्घ। प्रमुख अतिथि जगत प्रसाद गौचन, महागुरु संस्थापक यकुशिन कराते वज्र तथा भूतपूर्व मन्त्री भौतिक आवास निर्माण तथा यातायात मन्त्रालय 2082 असोज 11। त्यस्तै गरी खेलाडी सम्मानकै क्रममा ज्यूलाई पनि सम्मान ग्रहण गर्नुका लागि म हार्दिक अनुरोध गर्दछु। उहाँको राष्ट्रिय खेलकुद परिषद राखेपद्वारा तोकिएको चोर बमोजिम महासङ्घको केन्द्रीय साधारण सभा निर्वाचनबाट निर्विरोध अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामनाका साथ यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै यस सम्मान पत्रबाट सम्मानित गरिएको छ। वीर कृष्ण महर्जन, अध्यक्ष नेपाल बुद्धगयाको कन्ट्याक्ट सङ्घ। प्रमुख अतिथि जगत प्रसाद गौचन, महागुरु संस्थापक यकुशिन कराते वज्र तथा भूतपूर्व मन्त्री भौतिक आवास निर्माण तथा यातायात मन्त्रालय असोज 2082 असोज 11 गते। खेलाडी सम्मान र चियापान कार्यक्रम रहेकोले कार्यक्रम धेरै लामो नबनाइकन त्यसको साथसाथै यो अहिले नेपाल राष्ट्रलाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय जगतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर राष्ट्रको जुन तपाईँहरूले गरिमा बढाउनु हो, देशको इज्जत जसरी तपाईँहरूले बढाउनु हो, त्यसको लागि तपाईँहरूलाई म धेरै धेरै बधाई दिन चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। र अहिले भर्खरै नेपाल फुलकन्ट्या कराटे महासङ्घको निर्वाचन सम्पन्न भएको छ र त्यसमा सर्वसम्म ढङ्गबाट सबै अध्यक्ष लगायत सबै पदहरू चाहिँ पदाधिकारीहरूको सबै चयन भएको छ निर्विरोध रूपमा। त्यो सबै अध्यक्ष लगायत त्यो सम्पूर्ण टिमलाई म धेरै धेरै बधाई दिन चाहन्छु र सफल कार्यकालको म कामना गर्दछु। हामी चाहिँ नि जति पनि खेलकुद क्षेत्रमा लागेका छौँ, मार्सल आर्ट क्षेत्रमा लागेका छौँ, खास गरिकन फुलकन्ट्या कराटेमा हामी जो लागिरहेका छौँ, हामी सबै एउटै परिवार हो, हामी एउटै परिवार हो। त्यस कारणले गर्दाखेरि म एउटा गुरुको हैसियतले तपाईँहरू सबैको उन्नति प्रगति होस् भन्ने म कामना गर्न चाहन्छु। म एउटा मात्रै कुरा के भन्दछु भन्दाखेरि मान्छेको जीवन भने अत्यन्त ठुलो भगवानको चाहिँ वरदान, ईश्वरको कृपाले हामी मनुष्यको रूपमा हामी जन्म लिने मौका पाएका छौँ। प्राणीहरूमा सबैभन्दा चेतनशील कन्साइन भएको प्राणी मानव।
त्यस कारणले यो समयमा तपाईँहरूले चाहिँ नि के भन्दाखेरि अत्यन्त समयको चाहिँ नि सदुपयोग गर्नुपर्छ र सकारात्मक सोच राखेर तपाईँहरूले राम्रो काम गर्ने प्रयास गर्नुपर्छ। त्यसैले म के भन्नु छु भन्दाखेरि हामी चाहिँ नि के भन्दाखेरि करिब चाहिँ नि जगद्गुरुको एज भनौँ न यो उमेरका मान्छेहरू हामी खासमा के भन्दाखेरि हामी वर्तमान हौँ र करिब हामी उत्तरार्धमा गइरहेछौँ। हामीले अब करिब बिस्तारै रिटायरमेन्ट लिने चरणमा छौँ हामी। तर तपाईँहरूको अगाडि लामो भविष्य छ। तपाईँहरूको भविष्य लामो भएको हुनाले तपाईँहरूले समयलाई सदुपयोग गरेर अगाडि बढ्नुभयो भने तपाईँहरूको भविष्य उज्जवल हुनसक्छ। र त्यसको साथसाथै भविष्य उज्जवल भएर मात्रै हुँदैन, तपाईँहरूले सकारात्मक सोच राख्नुपर्छ र तपाईँहरूले चाहिँ नि केही योगदान दिने प्रयास गर्नुपर्छ। र खेलकुदको एउटा मात्रै उद्देश्य हुन्छ, त्यो के भन्दाखेरि खेलकुदको क्षेत्रबाट राष्ट्रलाई चाहिँ सम्मान बढाउनु। त्यसमा तपाईहरु लाग्नुस्। र एउटा कुरा के छ भन्दाखेरि अहिले चाहिँ नि देशैभरि नै ठुलो समस्याहरू छन् र अलिकता पोजिटिभ भन्दा पनि नेगेटिभिटीमा हामी बढी चाहिँ गइरहेको देखिन्छ। त्यसकारणले मेरो तपाईहरुलाई के भनाइ छ भन्दाखेरि सकारात्मक सोच राख्नुस्, समयलाई सदुपयोग गर्नुस् र तपाईहरु चाहिँ नि एउटा देशको राम्रो नागरिक बन्ने प्रयास गर्नुस् भन्ने तपाईहरुलाई म अनुरोध गर्दै तपाईहरुसँग बिदा माग्छु। धन्यवाद। संघका नवनिर्वाचित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायत सम्पूर्ण सदस्यज्यूहरूलाई कार्यकाल सफलताको शुभकामना पनि भन्दै खेलाडीहरूको मनोबल बढाउनको निमित्त खेलाडीहरूलाई हामीलाई सम्मान कार्यक्रम राखेका छौँ। हामीले यो प्रतियोगिता जिते लगत्तै मैले राष्ट्रिय खेलकुद परिषदमा निवेदन गरेको थिएँ कि हाम्रा खेलाडीहरूले गोल्ड मेडल, सिल्भर मेडल जितेर लिएर आएका छौँ। उहाँहरूलाई उचित नगद पुरस्कार सहित सम्मान कार्यक्रम राखिदिनु हुन भनेर मैले राष्ट्रिय खेलकुद परिषदमा पहल गरेका थियौँ र राष्ट्रिय खेलकुद परिषदले त्यस्तो नगद राशि पुरस्कार दिन नसकिने र अहिले त्यस्तो कुरा आएको भनेर हामीले चाहिँ एउटा खादा र एउटा चाहिँ प्रमाणपत्र लिएर चाहिँ राष्ट्रिय खेलकुद परिषद हामी आफै लगेर चाहिँ हामी आफै सम्मानित गर्नलाई मैले उचित नदेखेको कारणले मैले त्यो कार्यक्रम क्यान्सल गरेर हाम्रो आफ्नो सङ्घबाट बरु छुट्टै कार्यक्रम राखेर गरौँ न भनेर मैले त्यो तत्कालै हामीले यो सम्मान कार्यक्रम गरेनौँ। योभन्दा अगाडि वर्ष पनि हामीले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सङ्घको तर्फबाट हामीले सम्मान कार्यक्रम राखेका थियौँ र सङ्घको तर्फबाट हामीले चाहिँ सक्ने नगद राखेर खेलाडीहरूलाई सम्मान गरेका छौँ र खेलाडीहरूको मनोबल बढोस् भन्ने उद्देश्यले अहिले पनि जुन यो हामीले खेलाडीहरूलाई जुन सङ्घबाट सम्मान कार्यक्रम राख्यौँ र हामीले यो पालि हाम्रो आर्थिक कमजोर भएको कारणले हामीले नगद पुरस्कार हामीले दिन नसके पनि एउटा सम्मान पत्रले हामीले उहाँहरूलाई सम्मान गरेका छौँ। यहाँ अगाडि देखिरहनु भएको छ हालै सम्पन्न यो 2025मा मेडल जित्न सफल खेलाडीहरू हुनुहुन्छ सागर विष्ट, उहाँले 75 केजी तौल समूहमा फुल कन्ट्याक्टमा रजत पदक र किक बक्सिङमा स्वर्ण पदक जित्न सफल भएको छ। त्यस्तै बबिता कार्की महिला 55 केजी तौल समूहमा उहाँले दोहोरो स्वर्ण पदक जित्न सफल भएको छ। त्यस्तै पूजा खड्का 40 केजी तौल समूहमा उहाँले पनि दोहोरो स्वर्ण पदक जित्न सफल भएको छ। त्यस्तै रोचक भारती उहाँले पनि 70 केजी तौल समूहमा दोस्रो डबल गोल्ड मेडल जित्न सफल भएको छ भने सुदर्शन खटिवटा 85 केजी तौल समूहमा उहाँले फुल कन्ट्याक्टतर्फ स्वर्ण र किक बक्सिङतर्फ रजत जित्न सफल भएको छ। त्यस्तै सोनी सिंह उहाँ आर्मीका खेलाडी हुनुहुन्छ, उहाँले निकै मेहनत पहिलादेखि गर्दै राष्ट्रिय प्रतियोगितामा थुप्रै उहाँले जितिसक्नु भएको छ। उहाँले हालै साउथ एसियन च्याम्पियनसिप श्रीलङ्कामा भएको गेममा उहाँले खुल्ला तौल समूहमा गोल्ड मेडल जित्न सफल भएको छ। त्यस्तै हाम्रो केदारमान स्टाफिकज्यू उहाँले थाइल्यान्डमा वेट स्टेट लिफ्टिङ 50 वर्षमाथिको तौल समूहमा उहाँले गोल्ड मेडल जितेर आउनुभएको छ अन्तर्राष्ट्रिय। त्यस्तै हाम्रो डाबा शेर्पा केक्सिन इको उहाँले जापानमा काँटातर्फ उहाँ
दोस्रो हुन सफल भएको छ। सम्पूर्ण खेलाडीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गरी विजय हासिल गर्नुभएकोमा म सङ्घको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट मुरी धन्यवाद दिन चाहन्छु।